ओए धन्दैले ट्रकले नकुच्चाएको केटा। सो गाइजहरू है ढकालेर आफ्टर लङ टाइम भ्लग बनाउँदैछु है। त्यहाँ काठमाडौँसम्मको राइड हुन्छ आज। यो बेनेलीको पर्फर्मेन्स कस्तो छ त्यो पनि थाहा पाउन सक्नुहुनेछ तपाईँहरूले। अनि अर्को कुरो भनेको 220सँग हुन गइरहेको छ आज बेनेली र 220 को। लेट्स गो। सो गाइज के छ साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ ल। स्याङ सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै छु है। आज चाहिँ धेरै टाइम पछाडि धेरै दिन पछाडि भ्लग बनाउँदैछु। अब चाहिँ दुईजना दाजुभाइ ननस्टप बत्तिन्छ। एकछिन ग्यारेज चाहिँ पस्नु पर्ने छ, चेन लुप गर्नु पऱ्यो, यताउति गर्नु पऱ्यो होइन। त्यही भएर सो गाइज आज चाहिँ बेनेलीको राइड कस्तो हुन्छ त भनेर तपाईँहरूलाई देखाउन गइरहेको छु, भन्ने नै छु होइन। कस्तो आइरहेछ एङ्गल आएर न ठिकै आएर जस्तो लाग्यो। पुरै हुसु लागिरहेछ है, पानी पर्ला पर्ला जस्तो भइरहेको छ। अब लेसी के हुन्छ, दुईजना अब रेङ्कोट सेङ्कोट बोकेर पुरै प्रिपेयर तरिकाले हिँडेको छु। अनि मेरो डर चाहिँ काठमाडौँमा छ। अनि अघि 220 देखिहाल्नु भयो तपाईँहरूले माथि। 220 चाहिँ आराम गरिरहेको छ, त्यसलाई अलिअलि साइलेन्सरहरू मोडिफाई ह्यान्डल बारहरू मोडिफाई गर्नुपर्ने छ, बिस्तारै गर्ने नै छौँ। अनि अहिले चाहिँ डट लिन जानला हो काठमाडौँ। तर यो बेनेली चाहिँ कसको भनेर तपाईँहरूलाई थाहा छँदैछ होला है। यो बेनेली चाहिँ नेटुपको हो, 150 बेनेली 150T हो कि के हो भन्ने भेरिएन्ट हो है। एकदम बबल पर्फर्मेन्स छ यसको चाहिँ, बबल होइन। यस्तो अफरोडतिर चाहिँ धुस्नो कुदाइरहेको देख्न सक्नुहुने चाहिँ तपाईँहरूले कुदाइरहेको हुन्छ हामीले होइन। मेरो पहिले डट हुँदा पनि साइडमा नेटुपले कुदाइरहेको हुन्थ्यो, आजभोलि चाहिँ मैले कुदाइरहेको छु। डट चाहिँ नेटुपलाई छोडेर राखेको थियो, अब चाहिँ डट लिनलाई जाँदैछौँ है। अनि त्यही हो, धेरै दिन पछाडि डक्क उता चाहिँ हाम्रो ब्लू कलेक्सनमा सोनाम भाइ छ। हेलो हेलो गरिदियो ल। हेलो मेरो चाहिँ फर्स्ट बाइक नै 220 थियो। अनि त्यही कारणले चाहिँ फेरि हाम्रो कलेक्सनमा एउटा 220 थापिसकेको छु है। हाम्रो ग्यारेजमा एउटा 220 थपिसकेको छ, रेड कलरमा छ। तपाईँहरूले अबको आउने भ्लग चाहिँ अब भनौँ न, आज चाहिँ काठमाडौँ जान्छु, डट लिएर आउँछु। त्यसपछिको राइड भनेको हाम्रो नौकोटको राइड हुन्छ होइन। अनि त्यसपछि भनेको चाहिँ तपाईँको 220मा त्यो 220 चाहिँ म धुस्नो मोडिफाई हान्नेवालामा छु। अनि त्यसपछिको भ्लग भनेको चाहिँ सायद 220 मोडिफिकेसनको भ्लगहरू देख्न सक्नुहुन्छ होला यो च्यानलमा होइन। सो गाइजहरू को जोडिनु भएको छैन होइन, यसो जोडेर बस्नु होला। 220 चाहिँ धुस्नो मोडिफाई हान्ने हो है, मजा आउँछ क्या, थपटार। अनि त्यही हो अबको भ्लग भनेको चाहिँ डट र 220 को मिक्समा आउनेवाला छ है। सो च्यानलमा को नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर जोडिनु होला है। पानी उठाइदिउँ न त ल। त यहाँ महादेवको मन्दिर दर्शन गर्नु होला हाम्रो थपटारको। हर हर महादेव। आजको राइड चाहिँ हाम्रो सफल होस् है दुईजना दाजुभाइको। रिसेन्टली पुरानो चनौडी बजारको हालत चाहिँ यस्तो छ है। ओए दामी दामी ल बटारे केटाले। अनि रिसेन्ट भन्दा नि अब जस्तोको त्यस्तै हो कि, पहिल्यैदेखि यस्तै हो कि होइन केटा हो। अनि कतिजना यो खोला चाहिँ अति भाइरल भएको थियो है यसपालि। आमायाङडीको आमायाङडी पछिको भाइरल ठाउँ हाम्रो हेलम्बु भन्ने चाहिँ यही खोला भएको थियो है। ओहो हो, हामी चाहिँ ठ्याक्क चनौडेको यो बेली ब्रिज आइपुग्यो। यही खोला भाइरल भएको थियो कि, केही छैन। अब चाहिँ चनौडे आइपुग्यो है त हामी, ट्याक्क लाएर चनौडे बजार। यो चाहिँ हाम्रो चनौडे बजार हो है। अनि यदि तपाईँहरू हेलम्बु आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ पनि दामी दामी रिसोर्टहरू छ। अनि यहाँभन्दा तल पनि रिसोर्ट छ खोलामा होइन। सो हामी चाहिँ सिधै जान्छौँ, किनभने यहाँ रोकेर कामै छैन। चेन लुप यताउति गर्छौँ, त्यसपछि एकछिन भेट्नुपर्छ। दुईजना तुफान निस्किनु पर्ने हुन्छ है। बाइक साइक सब रेडी भइसकेको छ।
दुवैजनाको। यहाँतिर चाहिँ देख्न सक्नुहुनेछ है, धमाधम काम चलिरहेको रहेछ रोडको काम होइन। गोप्रो चाहिँ बार अफ भइरहेछ है, किन हो थाहा छ। घरिघरि मैले अन गरेछु अफ भएको भएछ यार। आई डोन्ट नो यार, आजको भ्लग पनि कस्तो हुन्छ यार। एन्ड स्टार्टै भएन है, खोइ ब्याट्री डेथ हुन लागिसक्यो यार, स्टार्टै उठिरहेको छैन कि। अब धक्का मार्दैछौँ हामी, प्लग गएको हो कि के हो खोइ दाइ, के हो भयो स्टार्टै लिएन क्या दाइ। टुल 220 को छ त यो के अरे एलएनगी छ तपाईँकोमा? छैन नि दाइ। थकालिदिउँ दाइ होइन, ठिक छ। ओइ फेरि स्टार्ट बन्द भयो, फेरि स्टार्ट बन्द भयो दाइ, सेट बन्द है। सर के भन्छ, हामी चाहिँ यहाँ फटे आइपुग्यो, यो फटेको वर्कसपमा है। यहाँ वर्कसपमा अर्को पनि बेनेली छ अरे, मेरो समय चाहिँ दुईवटा हुन्छ जस्तो छ। अब हेर्नुपर्छ है। ल दामी, गुड लक हो कि के हो यो, गुड लक हो कि के हो। ओ फाइनली बाइक चाहिँ बनिसकेको अवस्था है। अब चाहिँ लाग्दिनु पर्ने हुन्छ, बिस्तारै जानु पर्यो यार। लु दाइ गएको है, सम्झी गयो ल सम्झी, लु जाउँ। बल्ल बल्ल बन्यो यार, बल्ल बल्ल बन्यो होइन। यसको चाहिँ खासमा चाहिँ एउटा फ्युज उड्यो रहेछ, अनि त्यो फ्युज त्यहाँ एक्स्ट्रा फ्युज दिएको हुँदो रहेछ है। अनि त्यो फ्युज जोडेको भइदिइराख्यो। ल त्यति ल बाइक चलाउने रे होइन राइडरले, त्यति पनि थाहा नभइदिइराख्यो हामीलाई। साइको बेइज्जती भइदिइरह्यो। मेलम्चीको यो चाहिँ ठ्याक्कै मेलम्ची पुग्ने ठाउँमै हो होइन, त्यति पनि थाहा नभइदिएर हामीलाई यार। सेट भन्दा यार हिलोमा बिजोग छ, हिलोमा बिजोग छ, त्यहाँ एउटा 150 फसिरहेको छ। यस्तै हो कि यहाँतिरको बाटो त अब बर्खा लागिसक्यो। ल केटोले त कहाँबाट लग्यो त, म त तलबाट लान्छु है। ओ घुम्यो हो, फाइनली बाइक बन्यो है त गाइस, खुसी लाग्यो यार। मैले त एफआई सबै उड्या हो कि जस्तो लाग्यो। एफआई उड्यो भने चाहिँ यो बेनेलीहरूको चाहिँ फेरि अति त्यो हुन्छ क्या, महँगो पर्छ क्या। अनि त्यही भएर चाहिँ टेन्सन भइरहेको थियो होइन, तर उड्या होइन रहेछ गाइजहरू। चिलमा काठमाडौँ पुग्ने हो अब होइन। बल्ल 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 कति बज्यो होला यार, लगभग 5 साढे 5 त अघि वर्कसपमै भइसकेको थियो, 5:45 जति भयो होला यार। 5:45 जति भयो होला। माथिबाट 3 बजी निस्केको, ल 3 घन्टामा त मेलम्चीमा आइपुग्दिएर। अब हेर न बाइक बिग्रेर क्या, एउटा फ्युज उडेको रहेछ यार। त्यो एउटा थाहा नपाएर यार तनाव दियो नि त केटा हो। त्यहीँ दिएको हुँदो रहेछ एक्स्ट्रा फेरि फ्युज यार, त्यति पनि थाहा छैन क्या। हो फाइनली दुईजना दाजुभाइ अब चाहिँ ओपी 12मा जाने हो क्या। मेलम्ची बजार हो भन्क्यो। धेर नकुद होला यार। बजार एरियामा धेर बत्यो भने तनाव हुन्छ गाइजहरू। हिलो हिलो छ कि बजार एरिया, यस्तै हो है। पानी परेपछि मेलम्ची बजारको हालत यस्तै हिलो हिलो हुँदा हिलो सिलो सब छ्यापेर हिँडिदिने हो। ओ
दुईजना आज दाजुभाइ बत्ती नै भयो यार। ओए के हो पारा मेरो भाइ बिस्तारै। यस्तो ठुल्ठुलो गाडीहरू आउँछ हेर न कर्नरिङ कस्तो हानेको त्यसले। पुरै बाइक त सुताइदिन्छ यार 220 त यार। अब बताउँछ त्यसले, अब बताउँछ है। अब बताउँछ है त्यसले। भ्याउँदैन क्या मैले त। ओए के हो के गरे यस्तो हो? ओए धेरै बलाउनु हुँदैन यार कसम भनेको। हेर न कस्तो सुताको बाइक त्यसले। अब तेल चाहिँ एकैचोटि काठमाडौँ पुगेर भर्नु पर्ला। ओए साउन्ड क्वालिटी कस्तो आइरहेको छ। मैले चाहिँ अहिले भाइजर लगाएर बोलिरहेको छु। अब भरे चेक गर्नुपर्छ भाइजर लगाएर बोल्दा राम्रो आउँछ कि। थिएन घुमकेडा हो म त डर लाग्यो कसम भने। हामी ठाडी गाउँको बाटो हुँदै जाने हो है। दुईजनाको फेरि अफरोड सुरु भइसकेको छ। अब रातो माटो बिछाएर राखेको रहेछ त यार। तर बेनिलीले अफरोड पर्फर्मेन्स पनि राम्रो दिन्छ होइन। सबजना आएर हेल्प गरिदिनु भएको थियो यार। धेरै धेरै धन्यवाद छ तपाईँहरू सबैजनालाई है। दामी बिज हानिदिइसकेको छ है। ल ठिक छ गाउँठाउँ विकास हुनुपर्छ होइन। तर यो त पिचको लेयर पनि ठिकै हालेछ यार। त्यस्तो खासै पातलो त हालेको रहेछ यार। यहाँतिर हेर्न सक्नुहुनेछ है धमाधम भइरहेको रहेछ काम। एकदम राम्रो हो यार। पिचको लेयर पनि सही हालेछ है। ट्याक्का लाएर हामी चाहिँ छाप भन्ज्याङ आइपुगिसक्यो है। सिसारी खिच्दियौँ हो फोटो। सिसारी खिच्दियौँ यो फोटो। उधर मूवी हारे वे तोर हारे हुई या लुरा न। सो हामी छाप भन्ज्याङ आइपुगिसकेको छौँ है। यहाँतिरको बाटो पनि अहिले त एकदम राम्रो भएको छ होइन। ए उहीँबाट साइड लाइट दिएको थियो इमर्जेन्सी लाइट भएछ सर उहीँबाट यता आउनलाई है। हजुर हजुर सरी सर यो के अरे यो जस्तो लागेको थियो यो चाहिँ गरेछ क्या यसको। हजुर हजुर हस् 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 सर थ्याङ्क यू सर। ल यहाँ ट्राफिक रहेछ नि त अनि थाहै थिएन नि त यार। अहिलेसम्म तिमी परेको छ यहाँ छैन नि है यहाँ है। फर्स्ट टाइम हुने है। म पनि फर्स्ट टाइम हो यहाँ त। त्यही त हेर न कटिङै पुग्दैन भनेको अर्कै लेनमा छिर्दिन्छ क्या म त। यतैबाट हान्नुपर्छ यहाँतिर त। ओए धन्दैले भ्या ट्रकले नकुच्चाएको केटा हो अर्को लेनमा जाँदा त भ्या चल्नु त। क्वाक गर्दै त्यसले पनि ब्रेक हानिदिइराख्यो भ्या त दर्सिङ बाउ आइपुग्यो है त गाइजहरू। अब यहाँ चाहिँ खाजासाजा खानुपर्ने हुन्छ लास्टै भोला यार। साइड लाइटै बोल्दैन के हो ट्याङ्गा लाएर खाजासाजा खाइदिउँ है।
अनि त्यही हो खाजासाजा खाएपछि त्यसपछि बिस्तारै लाग्नुपर्ने हुन्छ 7:13 भइसकेछ गाइजहरू गाह्रो छ भर्खर ड्याङ लाएर खाजा खाइयो है भोक लागिसक्यो यहाँ हामी चाहिँ पावामा छु पावा आइपुग्छ अघि नै होइन अब चाहिँ लाग्दिनु पर्ने हुन्छ दुईजना दाजुभाइ बिस्तारै फेरि अब चाहिँ डाउन हिल हान्नुपर्छ है डाउन हिल चाहिँ त्यो डाउन हिल हान्न पनि अलिकति डर लाउँछ क्या किनभने पानी परिरहेछ यहाँबाट तलको बाटो त यसरी सब भिजिरहेको हुन्छ क्या अनि त्यही भएर बिस्तारै जान्छ यार त्यति रस जाँदिनँ है चिरचिर गरेर यो किराहरू कराइसकेको मतलब 7:10 भइसक्यो अनि 3 बजे निस्केको मान्छेहरू यार 3:10 3:15 त्यस्तैमा निस्केको थियो है बाइक बिग्रेर यताउति गर्दा यत्रो टाइम लाग्दिरह्यो 4 घन्टामै काठमाडौँ पुगेको छैन यार धत सो हामी चाहिँ आइपुगिसक्यो है यहाँ दक्षिण ढोका आइपुगिसकेको छौँ अनि त्यही हो डाइरेक्ट रुममा जान्छु छ कि छैन रेडियो खोज्नलाई इफ छैन भने चाहिँ कलै लाग्दैन रहेछ उसको होइन अब हेर्नुपर्ने हुन्छ बाउतिर कहाँ कतै छ कि छैन टक्क लाएर फाइनली बाइक चाहिँ हातमा आइसकेको छ गोप्रो रेकर्ड भइरहेको रहेछ ओए बाइक त अति अग्लो भएछ ओए धेरै दिनपछि यो चलाएको क्या साउन्ड त धेरै साउन्ड आ जस्तो फिल भइरहेछ यार ओए म्यान ओपी फाइनली बाइक हातमा परिसकेको छ अहिले चाहिँ अति अग्लो लागिरहेछ है सक बढाएर होला सक बढाएको थियो ओए म्यान डर लाग्दो रहेछ यार अहिले त यार बानी गइसकेको जस्तो भएछ नि त यार 1 हप्ता नचलाएको त यार ओए म्यान ओपी सो गाइज त्यही हो आजको लागि भ्लग चाहिँ यति नै है डाका लाएर बाइक यता हाम्रो हातमा परिसकेको छ होइन अब चाहिँ हामी माथि रुममा जान्छौँ थली जान्छु होला सायद है अनि त्यही हो भोलि भ्लग लिएर आउने नै छु खाजिलेन हान्दिउँ बाइक त हाथीको नोबरङ्गम बाब्ला खाजिलेन यता थाहा खाजी पो प्रब्लम लु र